इन्टरनेशनल स्टुडेन्टको मजदुरी लाइफ। हाई, आई एम स्वरूप, लिभिङ इन लन्डन सिन्स 1 year। आज मेरो क्लोजिङ सिफ्ट थियो, सो म मेरो कामको लागि 5 बजे निस्किएँ। हुन त 5 बजे पुग्नु पर्ने हो, तर मेरो काम अलि टाढा भएर अलि चाँडो नै निस्किनु पर्छ। लन्डनको 3W को कहिले भर नगर्नु रे। वाइफ, वर्क अनि वेदरको कहिले चेन्ज हुन्छ थाहा नै हुँदैन रे। पानी परे पनि लागियो कामतिर, छाता ओढ्दै कामतिर पुग्यो, काममा जाने बित्तिकै चेन्ज गरियो। मेरो चाहिँ कपाल अलि लामो छ आजकल, अलि मिलाउनु पर्छ किचन छिर्दा। आज भने विकेन्ड भयो नि, खासै बिजी चाहिँ थिएन। काम गर्न यति रमाइलो भयो, हाम्रो म्यानेजर अल्छा दिदी झन् म काम छैन गफ धेरै भइरहेको थियो। रमाइलो गर्दै काम गरियो, बिस्तारै अर्डरहरू पनि आउन थाल्यो। त्यस्तो बिजी नभएर सबैजनालाई घर पठायो। लास्टमा त फ्रन्ट अनि किचन दुवै दिनेश दाई अनि मैले ह्यान्डल गर्नु पर्यो। अलिअलि अर्डर प्याक गरियो अनि चाँडो क्लोजिङ गरेर दिनेश दाईले बनाएको फ्राइड राइस खाएर घरतिर लाग्यो। बाई बाई गाइज, क्याच यु लेटर।